धन्यवाद माननीय न्यायाधीशज्यू। यस कार्यक्रमका अध्यक्ष माननीय संयोजकज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभाध्यक्षज्यू, पूर्व प्रधानमन्त्री माननीय नेपालज्यू, माननीय सभासचिवहरू, माननीय न्यायाधीशहरू र अधिकृत साथीहरू, सर्वप्रथम यो अवसर हामीलाई जुन दिनुभयो त्यसको लागि म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले के सम्झिन्थेँ भने यो संविधान सभाबाटै संविधान बनाउनुको अर्थ यसमा प्रशस्त डेलिबरेसन हुन्छ, यसको प्रक्रिया धेरै महत्त्वपूर्ण हुन्छ। राम्रो प्रक्रिया भयो भने राम्रो नतिजा आउँछ, राम्रो निष्कर्ष आउँछ। त्यसैले यो प्रक्रियामा हामीलाई पनि यो स्टेक होल्डरको नाताले सहभागिता राख्ने जुन एउटा मौका दिनुभयो, यसको लागि यो ऐतिहासिक मौकाको रूपमा हामीले प्रयोग गर्न चाहेका छौँ। र यो अवस्थामा मैले यो संविधान सभामा कतिवटा दलले प्रतिनिधित्व गरेको छ भन्ने कुरा मलाई धेरै महत्त्वपूर्ण रहेन। मलाई यो संविधान सभा हो भन्ने कुरा महत्त्व छ र यो संविधान सभाले देशको भिजन, देशका भिजनरीहरू उहाँ हुनुहुन्छ र भिजनलाई डिफाइन गर्दै हुनुहुन्छ। र यो देशको भिजन भनेको समुच्चा राष्ट्रको भिजन हो र यहाँहरूले व्यक्त गर्ने जुन भिजन छ त्यसले राष्ट्रकै सहमति, दलहरूको सहमति होइन कि राष्ट्रकै सहमति त्यसमा व्यक्त भएको छ भन्ने कुरा सुनिश्चित गर्नुहुन्छ होला भन्ने आशाले म एउटा बडो उत्साहका साथ म यहाँहरू समक्ष आज आएको छु। र खास गरेर अघि माननीय संयोजकजीले प्रारम्भमा भन्नुभएको कुराबाट म अलि बढी उत्साहित भएँ। अन्यथा न त अलिकति हिचकिचाहट मलाई थियो, जुन युवा समितिको जुन निष्कर्ष बाहिर आयो भनेको थियो त्यसबाट अलिकति अबको यसको सान्दर्भिकता के होला र भन्ने हिचकिचाहट मलाई थियो। तर यो हिचकिचाहट प्रारम्भ नै माननीय संयोजकजीले त्यसलाई समाप्त गरिदिनु भयो र यसबाट म थप चाहिँ उत्साहित भएर यसमा सहभागिता राख्न चाहेको छु। र यसबाट मलाई के लाग्यो भने यो विवाद टुङ्गिएको छैन र सहमति र निष्कर्षका बाटाहरू, रचनात्मक उपायहरू खोज्ने प्रयास अहिले पनि जारी छ र यो प्रक्रियामा हामी अहिले सहभागिता राखिरहेका छौँ। र यसमा खास गरेर यो संविधानको जुन प्रारम्भिक मसौदाको सिलसिलामा भइरहेका जुन चाहिँ विभिन्न न्याय प्रणाली सम्बन्धी विषयमा जुन विभिन्न दृष्टिकोणहरू, खास गरी दुईटा दृष्टिकोणहरू प्रभावकारी रूपमा आएका थिए र त्यसले मेरो विचारमा केही सहयोग गर्यो। नत्र न्यायपालिकाको बारेमा मान्छेको रुचि नै हुँदैन थियो। एउटा फरक, नितान्त फरक अडान आएको कारणले न्यायपालिका अपेक्षाकृत उपेक्षित रहने त्यस्तो विषयले यसले एउटा केन्द्र स्थान यसले प्राप्त गर्यो, यसले तरङ्ग प्रदान गर्यो र त्यति हुँदै पनि सहमतिको प्रशस्त बाटो जुन पहल गर्ने एउटा सहमतिलाई चाहिँ लोकतन्त्रको, राष्ट्रको समग्र हितमा अग्रगामी एउटा सोचका साथ सहमति जुटाउने प्रक्रियामा जुन किसिमको सहमति अहिले यहाँ भइरहेको मैले पाइराखेको छु त्यो एउटा नितान्त प्रशंसनीय काम भएको छ। यो लचकता र उदारताको लागि सम्बन्धित दललाई म हार्दिक धन्यवाद र बधाई पनि ज्ञापन गर्न चाहन्छु र यो चाहिँ वाञ्छित बिन्दुसम्म यो अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ। अब खास गरेर अहिलेको चाहिँ धेरै कुराहरू यहाँ आइसकेको छ। मैले खालि एउटा कुरा के निवेदन गर्न चाहन्छु भने यो संविधानले ओरिजिनल विल भन्छ कि जनताको चाहिँ मौलिक इच्छा संविधानबाट व्यक्त हुन्छ र संसदबाट बेला बेलामा ती मौलिक इच्छालाई रूपान्तरण गर्ने प्रक्रियाको व्यवस्थापन गर्छ। त्यसैले संविधान सभा सधैँ बसिरहँदैन। एकपल्ट यसले व्यक्त गरिसकेपछि यो विघटन हुन्छ र यसको मौलिक इच्छा चाहिँ अब फेरि सोधिरहन जान पाइँदैन। यो व्यक्त गरिसकेपछि व्यक्त गर्यो, त्यसलाई एउटा मापदण्ड बनाएर बाँकी कार्यपालिका, विधायिका, न्यायपालिकाले त्यसको कार्यान्वयन गरिरहनुपर्छ। यो स्थिति छ र त्यसैले मैले चाहिँ यो संविधान निर्माणको सिलसिलामा कसको के पोजिसन रह्यो त्यो महत्त्वपूर्ण होइन। संविधान एउटा निर्वैयक्तिक एउटा आलेख, इम्पर्सनल, यस्ता यो इम्पर्सनालिटी जसको चाहिँ मर्म हो। कुनै व्यक्तिहरू र दलहरू आउँछन् र जान्छन् त संविधान रहिरहनुपर्छ। देशको एउटा दिशानिर्देश चाहिँ सधैँ निरन्तर स्थायी रूपमा चलिरहनुपर्छ र यो कुरालाई मेन्टेन गर्नलाई यो संविधान सभा सफल हुन्छ भन्ने मलाई लागेको छ। म शुभकामना दिन चाहन्छु। र अहिले इमर्ज भएको जुन चाहिँ कन्स्टिट्युसनल कोर्टको जुन कुरा छ त्यो कन्स्टिट्युसनल कोर्टको कुरा गर्दाखेरि यो विषय चाहिँ साह्रै एउटा किन आयो होला भन्ने मैले एउटा बुझ्न नसकिरहेको। संविधान सभाको, संवैधानिक अदालतको कुरा गर्दाखेरि अहिले जुन हाम्रो सम्मान्य प्रधान न्यायाधीशज्यू र हाम्रो माननीय न्यायाधीश खिलराजजीले पनि प्रस्तुत गर्दाखेरि र म त्यही श्रृङ्खला जोड्दाखेरि यहाँहरूले भन्नु होला कि यिनीहरूसँग कति धेरै चाहिँ यसको विपक्षीमा उभिने पोइन्टहरू लिएर आएका भन्ने लाग्न सक्छ। म यो प्रतिरक्षात्मक भएर म यहाँ आउन खोजेको होइन। मेरो निवेदन नम्रतापूर्वक के निवेदन हो भने यी विचारहरू हुन्। संवैधानिक अदालत पनि एउटा विचार हो, सर्वोच्च अदालत पनि विचार हो, न्याय प्रणालीको सही चाहिँ प्रणाली खोज्ने एउटा खोज हो।
त्यस कारणले कुनै प्रणालीलाई म सुरुदेखि नै सेटिस्फाइड गर्न म चाहन्न। विचारहरू आफ्नो ढङ्गले महत्त्वपूर्ण हुन्छन्, तिनको समान आफ्नो ठाउँमा हुनुपर्छ। संवैधानिक अदालत जहाँ सफलतापूर्वक काम गरेको छ त्यहाँ त्यसको सान्दर्भिकता त्यही होला। म त्यहाँ भएको भए सायद त्यसको पक्षमै धेरै म वकालत देख्थेँ होला। तर म के भन्न चाहन्छु भने सिस्टमहरू आफ्नो देशको परिस्थिति अनुसार सञ्चालन हुन्छ। कुनै देशको सिस्टम कहीँ प्रत्यारोपण गरेर त्यो सफल भइहाल्यो। त्यसको कारण के हुन्छ भने सिस्टम त लेखिएका पद्धतिहरू हुन्छन्, तर सिस्टमहरू आफै कार्यान्वयन क्रियाशील हुँदैनन्। सिस्टमहरू खास परिस्थितिमा, परिवेशमा, सामाजिक परिवेशमा क्रियाशील हुन्छन्। त्यसैले हामीले यो आयात गरिएको जुन दृष्टिकोण छ त्यो चाहिँ हाम्रो परिवेशमा कति उपयुक्त हुन्छ, हामीसँगको अनुकूलनको दृष्टिकोणबाट हामीले यो एउटा यसको चिरफार गर्न खोजेको हो, न कि संवैधानिक अदालत अवधारणागत लेभलमै खराब छ यो भन्नलाई सायद यो भन्ने मेरो चाहिँ आजको यो स्थिति हो भन्ने मलाई लाग्दैन। वास्तवमा राज्यप्रति जनताको आस्था निरन्तर कायम राखिराख्ने हो भने त्यहाँ चाहिँ न्याय प्रणाली चुस्त दुरुस्त हुनैपर्छ। जनताले न्यायको अनुभूति गरेन भने विकासै गरिसकेपछि पनि राज्य र जनताको बिचमा द्रोह हुन सक्छ। त्यसले हरेक पाला, चाहे डिक्टेटोरियल होस् चाहे डेमोक्रेटिक होस्, हरेक शासकहरूले न्याय प्रणालीलाई कुनै न कुनै ढङ्गले आफ्नो पक्षमा प्रयोग गर्न चेष्टा गरिरहेको हुन्छ। किनभने न्यायमा विचलन आउने बित्तिकै राज्य र जनताको बिचको सम्बन्ध बिग्रिहाल्छ। यो बडो सूक्ष्म संवेदनशील छ। यो अलिकति पातलो धागो हो। यो धागो तर टुटेपछिलाई फेरि अनि त्यहाँ फेरि कसैको निरन्तरता हुन्छ भन्ने मलाई लाग्दैन। त्यस कारणले मलाई अब एउटा चाहिँ संवैधानिक अदालतको कुराहरू गर्दाखेरि किन आयो होला संवैधानिक अदालत, यो एउटा मेरो खोजीको विषय छ। यो अवधारणाको जागर किन भयो, नेपालमा किन आवश्यकता महसुस गरियो, म कहिले पनि यसको व्हाइट पेपर इस्यु भएको देख्दिनँ। संवैधानिक अदालतको आवश्यकताको बारेमा कुनै अन्वेषण भएको म देख्दिनँ। यसको कुनै कारण त होला नि। यो कारणहरू चाहिँ जनताले प्रशस्त मात्रामा सुसूचित नगरिकन एकाएक कुनै निष्कर्षमा पुग्यो भन्दाखेरि म अचम्मित भएको छु। चमत्कार त यहाँले गर्नुहोला तर अचम्म नपार्नु होला। मेरो नम्रतापूर्वक निवेदन चाहिँ यस्तो निवेदन चाहिँ म यहाँहरूलाई गर्न चाहन्छु। मैले हेर्दाखेरि यहाँहरू त अवश्य पनि यो चाहिँ 2-3 वर्षमा प्रशस्त संवैधानिक अदालतहरूको भ्रमणहरू गर्नुभयो होला, अध्ययनहरू गर्नुभयो होला। यो अध्ययनबाट अवश्य पनि यो राष्ट्रलाई लाभ भएको छ। तर के भने यो चाहिँ यो भिजिटहरू संवैधानिक अदालतका प्रणालीहरू एउटै छैन। जर्मनको मोडल हो कि, फ्रान्सको मोडल हो कि, दक्षिण अफ्रिकाको हो कि, कोरियाको हो कि, रसियाकै हो कि, कताको हो, यो मोडल एउटा छैन। हामीले कुन मोडललाई आदर्श मानेका हौँ। त्यसैले मैले के निवेदन गर्न चाहन्छु भने जानिरहेको कुराको कमजोरी पनि थाहा हुन्छ। जानेको प्रणालीको कमजोरी थाहा हुन्छ, त्यसको सुधार गर्न सकिन्छ। नजानेको प्रणालीको त्यहाँ यो के भने नजानेको प्रणालीमा नजानिकनै दिन त हाम फाल्यो भने के हुन्छ भने निश्चितताको लाभ गुण छ र अनिश्चित त अनिश्चितै छ, प्राप्त हुन्छ कि हुँदैन थाहा छैन। त्यसैले एउटा बडो सेफ रुल चाहिँ सायद हामीले अख्तियार गर्न पर्छ होला भन्ने मलाई लाग्दछ। एउटा तर्क के हुन सक्ला भने नयाँ संविधान बनाउँदैछु भने नयाँ कुनै न कुनै चिज त नयाँ दिनु होला, नयाँ त दिनु होला, तर हरेक नयाँ चिज चाहिँ ग्राह्य हुन्छ भन्ने छैन। परिवर्तन गर्नु होला तर त्यो विकासशील हुन्छ भन्ने जरुरी छैन। त्यो नयाँ र परिवर्तनमा विकास र स्थायित्व, शान्ति र सन्तुष्टि त्यो पनि हुनुपर्छ भन्ने कुराको यकिन गर्नुपर्छ। मेरो निवेदन के हो भने यसको बारेमा प्रशस्त रिसर्च भएकै छैन, प्रयोगै नगरिकन अड्कलको भरमा हामीमध्ये कोही पनि कन्स्टिट्युसनल कोर्टका जजमेन्टहरू कति पढेका हामीहरू यहाँ कानुन व्यवसायहरू मान्य पनि हुनुहुन्छ, हामी पनि छौँ। कति कन्स्टिट्युसनल कोर्टका हामी फैसलाहरू पढेका होला। हाम्रो विश्वविद्यालयमा कन्स्टिट्युसनल कोर्टको र सिभिल ल ट्रेडिसनको अघि भइसकेका छ। सिभिल ल ट्रेडिसन भनेको युरोपियन प्रणाली, त्यहाँ नजिर प्रणाली हुँदैन, त्यहाँ जुरिस्प्रुडेन्स भन्छ कि सिधा सिद्धान्तको लागू हुन्छ। हाम्रो नजिर प्रणालीले प्रशस्त लाभ हाम्रो कानुन व्यवसायहरू चाहिँ मान्यजी हुनुहुन्छ यहाँ, उहाँले लिइरहनु भएको छ। त्यस कारणले यसमा यसरी ऱ्यापिडली ड्रामेटिकली स्विच ओभर गर्दाखेरिको जोखिमको आकलन नगरिकन, प्रभाव मूल्याङ्कन नगरिकन, संरचना नकोरिकन एउटा दृष्टिकोण चाहिँ राम्रो होला, यो एउटा राम्रो होला भन्ने कुरा नहोला पनि। त्यस कारणले यसलाई हामीले चाहिँ अलिक विचार गर्नुपर्छ भन्ने मलाई लाग्दछ। मैले ढिलै भए पनि स्टेक होल्डरसँग यो डायलग भएको छ। हाम्रा एउटा पर्सेप्सन, मेरो पर्सेप्सन राइट हुनुपर्छ भन्ने छैन, एक्सेप्टेबल हुनुपर्छ भन्ने पनि छैन, तर पर्सेप्सन मेरो सेयर गर्ने मौका दिनुभयो, यसको लागि म वास्तवमा धेरै नै चाहिँ आभार व्यक्त गर्न चाहन्छु। टेस्टेड नगरिएको यो दक्षिण एसियामा कहीँ पनि टेस्टेड छैन। एसियामा पनि धेरै कम मुलुकमा छ जहाँ सिभिल ल ट्रेडिसन चाहिँ त्यहाँ मात्रै छ, जापानमा पनि छैन, थाइल्यान्डमा अलिकता छ। अब यी प्रणालीहरू कति उन्नत न्याय प्रणाली कहलिन्छन् यो यहाँले विचार गर्नु होला। जहाँ जहाँ सिभिल ल ट्रेडिसन कन्स्टिट्युसनल कोर्टको प्रणाली छ ती कति उन्नत न्याय प्रणाली मानिन्छ यहाँले हेर्नु होला। त्यसकारण मैले के भन्न चाहन्छु भने टेस्ट नगरिकन प्रयोगमा ल्याउनु भनेको
ल्याबोरेटरी टेस्ट नगरिकन कमर्सियल उत्पादन गर्नु भने जस्तो हो। यो खतरनाक हुन्छ, पिपुलले रिजेक्ट गर्न सक्छ। त्यस कारणले यसलाई हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। एउटा के हुन सक्छ भने सायद सर्वोच्च अदालतको अहिलेको भूमिकासँग कथाकथित चित्त दुखेर यो संस्थालाई चाहिँ कहीँ न कहीँ साइजमा ल्याउनु पर्यो भन्ने पो हो कि हुनसक्छ। फेरि मैले अलिकति बढी भने माफ गर्नु होला है, मैले फ्र्याङ्क कुरा गर्न चाहेको। यदि यो दृष्टिकोण हो भने पनि के हुन्छ भने यो कन्स्टिट्युसनल कोर्ट खडा गरेपछि त्यहाँ पनि आखिर न्यायाधीश नियुक्ति गर्नुहुन्छ होला, आखिर त्यो संविधानको व्याख्या गर्छ होला र सधैँभरि त्यसले चाहिँ चित्त बुझाउन सक्छ भन्ने मलाई लाग्दैन। उदाहरणको लागि दक्षिण अफ्रिकामा एएनसी अफ्रिकन नेसनल कङ्ग्रेस पार्टीले नै कन्स्टिट्युसनल कोर्टको सेटअप गरेको, त्यहाँ आफ्नै कार्यकर्ता मध्येबाट योग्य मान्छेहरूले सर्वोच्चको केही संविधानको न्याय बनाएको भोलिपल्टदेखि त्यहाँ चाहिँ अफ्रिकन नेसनल कङ्ग्रेस चाहिँ त्यही कोर्टसँग असन्तुष्ट रह्यो र त्यसको प्रधान न्यायाधीशको दरबन्दी नै खारेज गरिदियो। त्यति मात्र होइन, अहिले ऱ्यापिड रिथिङ्किङमा गइरहेको छ, गइसकेको छ भनेको थिएन मैले। ऱ्यापिड रिथिङ्किङमा, क्रिटिकल रिथिङ्किङमा चाहिँ दक्षिण अफ्रिका आफै पनि गइरहेको छ। म यो छु भन्दाखेरि दक्षिण अफ्रिकाको संवैधानिक अदालतको योगदानलाई म अन्डर इस्टिमेट गर्न चाहन्न। धेरै महत्त्वपूर्ण जुरिस्प्रुडेन्सियल हिसाबबाट धेरै महत्त्वपूर्ण योगदान दिएको छ। संविधान निर्माणको सिलसिला पनि धेरै अथक र ठुलो योगदान दिएको छ। त्यसो भन्दा भन्दै पनि राजनैतिक ढङ्गले त्यहाँ उसको चाहिँ सपोर्टको समस्या चाहिँ देखा परेको छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने नेपालको सर्वोच्च अदालतले संवैधानिक अदालतको भूमिका आजको दिनसम्म पनि भूमिका खेलिरहेको छ र यो चाहिँ अहिलेका यसका कतिपय फैसलाहरू अन्तर्राष्ट्रिय एउटा विज्ञ समुदाय कानुनी जगतका लागि यो अध्ययन अध्यापनको विषय पनि बनेको छ। संवैधानिक अदालत, उन्नत संवैधानिक अदालतले गरेको कुन चाहिँ फैसला सर्वोच्च अदालतको टेस्टमा आउँदाखेरि यो फेल भएको होला। म यहाँहरूले यो अनुसरण नभएको कुरा हुनाले म यसलाई धेरै डिफेन्सिभ आर्गुमेन्टमा गर्न चाहन्न, तर मेरो नम्र निवेदन के हो भने यो संविधानको संरक्षणको लागि सर्वोच्च अदालतले प्रशस्त भूमिका खेलेको छ। यदाकदा राजनीतिक प्रश्न समावेश भएको इस्युमा विवादहरू हुन सक्छ, त्यो विवादको लागि सधैँभरि ठाउँ छ। आज अपनाउ गरेको अदालत ल्याए पनि त्यो विवादको ठाउँ रहि नै रहन्छ। यो मैले कुरा के विचार गर्नु के देखेँ भने यो दक्षिण अफ्रिकाकै सन्दर्भमा सैद्धान्तिक ढङ्गले फैसला गर्यो, राजनीतिक असन्तुष्टि हुने, राजनीतिक ढङ्गले फैसला गर्यो, सिद्धान्तहीन हुने र कुन विकल्पमा जाने न्यायाधीशको जहिले पनि जोखिम चाहिँ यस्तो भइरहन्छ। त्यस कारण यो कठोर निर्णयहरू लिने सिलसिलामा प्रिय वा अप्रिय भइरहन्छ। त्यसको लागि त व्यक्ति त स्थायी होइनन्, हामी जम्मै अब रिटायरमेन्टका फेजमा पुगेकै मान्छेहरू हौँ, नयाँ मान्छेहरू पाउनुहुन्छ होला, आफूले सोचे जस्तो मान्छेहरू ल्याउन सक्नुहुन्छ होला, त्यतिखेर चाहिँ विचार गर्नुभए हुन्छ। तर संस्थालाई नेपालको हावापानी, नेपालको आवश्यक जनताले बुझेको समझ, नेपाललाई जनताले छक्क नपार्ने गरी त्यस्तो किसिमको संस्था र संरचना दिनुभयो भने देशको दीर्घकालीन हित हुन्छ होला जस्तो मलाई लाग्छ। एउटा तर्क मैले के सुने भने फेडरलिजमको सिलसिलामा त सायद संवैधानिक अदालत चाहिन्छ। भारत पनि फेडरलिजम हो, अस्ट्रेलिया पनि फेडरलिजम हो, क्यानाडा पनि फेडरलिजम हो, अमेरिका पनि फेडरलिजम हो। सबै ठाउँमा सर्वोच्च अदालतले यो चाहिँ फेडरल इस्युजहरूको लागि पनि न्याय गर्न सफल भएको छ। यो चाहिँ पुरै अदालतको तहले समाधान गर्ने होइन, न्याय भनौँ न्यायकर्ताको सृजनशीलताले, क्षमताले र कानुन प्रणालीले गर्ने हो। हामीले कानुन प्रणाली कस्तो अख्तियार गर्ने भन्ने कुरा तय गरेको छैन। हामीले कहिले पनि कानुन प्रणालीमा विकासमा हामी जोड दिएका छैनौँ। परेको बेलामा खोज्ने, नत्र भने बिर्सिने यो प्रणाली भएको छ। यसमा जोड दियो भने चाहिँ समाधान हुन सक्छ जस्तो लाग्छ। एउटा अर्को तर्क द्वन्द्वबाट उपरान्त भएका, द्वन्द्वबाट उम्केर आएका मुलुकहरूमा जहाँ नयाँ संविधान कोरिएको छ त्यहाँ त संवैधानिक अदालत छ नि। एउटा तर्क फेरि यस्तो पनि आएको मैले पाएँ, द्वन्द्व समाधान गर्नु छुट्टै विषय हो, यो द्वन्द्वको लागि बनाएको संविधान होइन, शान्ति र क्रान्ति दुवै समयको लागि बनाउने संविधान हो। त्यस कारणले द्वन्द्वको लागि त यो सत्य निरूपण आयोगहरू गठन गरिदिउँ, एउटा ट्रान्जिसनल जस्टिस सङ्क्रमणकालीन न्यायको व्यवस्था गरिदिउँ, पिस बिल्डिङका द्वन्द्वको छुट्टै पाटो छ। द्वन्द्वकालीन इस्ट युरोपियन कन्ट्रीमा संवैधानिक अदालत आयो। इस्ट युरोप होइन नि त हामी। इस्ट युरोप प्रणाली कुन प्रणालीबाट कुन ठाउँमा आइपुगे त्यो छुट्टै प्रणाली हो। त्यहाँ पुरानो चाहिँ जुन एउटा कानुन प्रणाली भन्ने नै थिएन, नयाँ प्रणाली सृजना गर्नुपर्ने थियो। त्यहाँ जे गरे पनि हुन्छ। हामीसँग त प्रणाली छ नि, हामीसँग कानुन प्रणाली छ। कानुन प्रणाली के कमन ल सिस्टम जस्तै सिधा होइन, त्यस्तो प्रणाली भएको हुनाले हामीले यो दक्षिण एसियाको संस्कृति र एक आपसबाट लाभ लिन सक्ने जुन अवसर त्यसलाई चाहिँ नोक्सान हुने गरी हामीले काम गर्नुहुन्न भन्ने मलाई लाग्दछ। अब जहाँसम्म राजनीतिक प्रश्न भएको मुद्दामा कहिले झन्झट हुन्छ। राजनीतिक प्रश्न कस्तो हो भने अदालतले हजारपल्ट हामी लेखिसक्यौँ कि राजनीतिक प्रश्नमा हामी
प्रवेश गर्न चाहँदैन, लेख्दैछौँ। त्यसो भन्दै पनि संविधानको प्रश्न हुन्छ। संविधानको प्रश्नमा राजनीतिक परिणाम निस्किएको हुन्छ। प्रश्न संवैधानिक, परिणाम राजनीतिक। अब राजनीतिक भनेर छोडौँ, संविधान छुट्छ। संविधान भनेर चाहिँ कुरा गरौँ, राजनीति घुस्छ। त्यो अवस्थाको चाहिँ स्थिति रहन्छ। त्यहीँनिर हामीले धेरै चाहिँ आलोचना खप्नुपर्ने पनि त्यही हो। त्यो कुरा फेरि किन अनअभोइडेबल सिचुएसन हो। यहाँले जुनसुकै अदालत ल्याउनु भयो भने पनि त्यो अवश्यम्भावी छ। त्यस कारणले यो छल्न सकिँदैन। स्वीकार्य व्यक्ति के हुनुहुन्छ, स्वीकार्य नियमितता के हुनसक्छ, त्यसमा हामीले चाहिँ हेर्नुपर्छ जस्तो मलाई लाग्दछ। अब संवैधानिक अदालतलाई चाहिँ राजनीतिक प्रश्नको निर्णय गरिदियो भने पनि त्यो सुहाउने, आखिर त न्यायाधीश हुने हो अरे, उस्तै तरिकाले नियुक्ति हुने हो अरे, उस्तै योग्यता हुने हो अरे। त्यो एउटा ब्याच अफ जजलाई चाहिँ त्यति धेरै विश्वास र संविधान सर्वोच्च अदालतमाथि यति धेरै अविश्वास, यो कुनै क्षणभङ्गुर कुनै तत्त्व होला। नत्र भने यस्तो ठुलो चाहिँ डबल स्ट्यान्डर्ड कसरी आउला? मलाई चाहिँ यो कुरा पनि मैले चाहिँ बुझ्न नसकेको कुरा छ। र मलाई एउटा चाहिँ यहाँले धन्यवाद मैले के दिन चाहन्छु भने अन्तरिम संविधानसम्मको यात्रा गर्दाखेरि ४७ सालको संविधानबाट अन्तरिम संविधानसम्म यात्रा गर्दाखेरि स्वतन्त्र न्यायपालिकाका पूर्वाधारहरूको लागि प्रशस्त जग यहाँले हालिसक्नु भएको छ। र अहिले यो चाहिँ समितिबाट आउँदाखेरि पनि संवैधानिक अदालतको प्रस्ताव भए जस्तो मलाई लागेन। संवैधानिक अदालत होइन, त्यहाँ अर्कै किसिमको प्रणालीको चाहिँ सायद प्रस्ताव भएको हो। त्यस हुनाले यसलाई हामीले चाहिँ एउटा नयाँ ढङ्गले सोच्नुपर्छ जस्तो मलाई लाग्छ। अघि धेरै कुरा आइसकेको छ। यसमा केही एउटा अप्ठ्यारो परिस्थितिको बारेमा म अलिकति कुरा भन्न चाहन्छु। कुन ठुलो हो भन्ने समस्या, व्याख्यामा संवैधानिक अदालत ठुलो, बाँकी न्याय निरूपण, एडजुडिकेसन भन्छौँ हामी। न्याय निरूपण तथ्य सबै प्रमाण मूल्याङ्कन गरेर फैसला गर्ने काम चाहिँ रेगुलर कोर्टको हुन्छ। र संविधानको व्याख्या गर्ने जब प्रश्न आउँछ भने त्यो चाहिँ संविधान अदालतको हुन्छ। त्यसो कुन चाहिँ ठुलो प्यारलल भयो। अब प्रणालीहरू के भने सिभिल ल ट्रेडिसन युरोपियन प्रणालीमा एडमिनिस्ट्रेटिभ सुप्रिम कोर्ट, अब यो सुप्रिम कोर्ट, कहीँ यो चाहिँ इम्पिचमेन्ट, हाई कोर्ट अफ इम्पिचमेन्ट कुरा पनि छ। त्यो विभिन्न अदालतहरू खडा गर्नु छ। तर के हो भने धेरै अदालत खडा गरेर द्वन्द्वको स्थिति ल्याउनुभन्दा नेपालको परिवेश, नेपालको सरल जनता, हाम्रो शिक्षाको स्तर, आर्थिक स्तर, सामाजिक न्यायको स्तर, न्यायमा पहुँचको अवस्था, यी सबै कुराले ध्यानमा राख्ने हो भने हामीले चाहिँ एउटा सरलीकृत कानुन, सरल संविधान, सरल न्याय प्रणाली, त्यस्तो किसिमको एउटा सरलता हामीले खोज्नुपर्छ। न कि एउटा खालि नत्र भने व्यवसायीहरूलाई मात्रै, हामी कानुन पढेका मान्छेले मात्र लाभ हुने अवस्था यो आउन सक्छ। जनताले दुःख पाउने र कानुनजीवीलाई फाइदा हुने त्यस्तो प्रणालीको पक्षमा हामीले सायद ध्यान दिनु हुन्न भन्ने मलाई लाग्दछ। जुन कुरा सर्वोच्च अदालतसँग सम्बन्धित समस्याहरू हुन् त्यो चाहिँ संवैधानिक अदालतसँग पनि सँगसँगै आउँछन्। त्यो त्यहाँ कम हुन्छ भन्ने कुरा होइन। संवैधानिक अदालत खडा भएर सर्वोच्च अदालतको वर्कलोड घट्छ त्यो पनि होइन। यहाँनिर चाहिँ विभिन्न मोडलको कुराहरू मैले गरेँ। त्यो मोडलहरू चाहिँ हामीले राम्रोसँग चाहिँ हेरेकै छैनौँ। फाइनेन्सियल इन्भेस्टमेन्ट अहिलेसम्म सर्वोच्च अदालतले चाहिँ गुनासो के रहे आएको छ भने अदालतमाथि लगानी भएको छैन। हामी सिस्टम डेभलपमेन्ट गर्न चाहन्छौँ। जुडिसियल रिफर्म हामीले पनि बुझेका छौँ। हामीसँग जनता सन्तुष्ट छैन भने हामीलाई थाहा छ। सुधार ल्याउन सक्छौँ, तर सुधारको हाम्रो छुट्टी योजना छ। दोस्रो योजना हामी चालु गरिरहेका छौँ। हामीले पाएको बजेट कति भने राष्ट्रिय बजेटको 0.5%, 1% पनि होइन। कोस्टारिकाको संविधान हेर्नुभयो भने 6% अफ द नेसनल बजेट स्याल बी एलोकेटेड फर द जुडिसियल। संविधानमै लेखिदियो। यहाँहरूले दया छ भने लेखिदिनु होला, 1% कम्तीमा पाइन्छ भनेर लेखिदिनु होला। यो कति यो न्याय प्रणालीको सुधारमा कति योगदान दिनुभएको छ, छातीमा हात राखेर भन्ने बेला यो आएको छ भन्ने मलाई लाग्दछ। जुरिस्डिक्सनल कन्फ्लिक्ट अघि माननीयज्यूले भनिसक्नुभयो। दुईवटा अदालतको बिचमा त्यो समस्या आइरहन्छ। अनावश्यक रूपमा मुल्तवी राख्ने समस्याहरू आइरहन्छ। सर्वोच्च अदालतको एउटा रुलिङ, संविधानको अर्को रुलिङ, तलको अदालतले कुन चाहिँ रुलिङ सुविधा अनुसार रुलिङ रोज्ने अवस्था आउँछ। यसको जुन चाहिँ सुविधा पर्छ त्यो रुलिङ आउँछ। त्यस्तो किसिमको द्वन्द्वात्मक अवस्था हामीले सायद खडा गर्नुहुन्न। मैले तयारीको कुरा म फेरि पनि गर्न चाहन्छु। संवैधानिक अदालत आज सोचियो भोलि लागू गर्दैछौँ। जापानमा ट्रायल कोर्टमा के भयो भने यो इङ्ग्लिस सिस्टममा जुरी सिस्टम भएको कुरा सिधा ल्याउन सकेन। तर उसले के चाह्यो भने यो चाहिँ एउटा सानबाई भन्छ, साइबान भनेको ले जजलाई पनि न्यायको हुलमा राखिदिने, दुईटा राखिदिने र जनताको सहभागिताको आधारमा न्याय गर्ने। त्यो प्रणाली 2004 सालमा उसले निर्णय गरेको, 9 सालमा बल्ल 5 वर्षको त्यो गेस्टेसन पिरियडमा बल्ल लागू गर्यो। अब बेलायतमा सर्वोच्च अदालत ल्याउन खोजेको 2005 साल उसले निर्णय गर्यो सर्वोच्च अदालत ट्रान्सफर्म गर्ने भनेर, बल्ल 2009 सालमा उसले लागू गर्यो। उनीहरूले 5-5 वर्षको तयारी। हामीसँग संवैधानिक अदालत आज सोच्यो भोलि, यो कस्तो चाहिँ एउटा फेरि एउटा भनौँ न छलाङ, यो एउटा चाहिँ स्थितिहरू हामीसँग छ। त्यस कारणले अघि एउटा कुरा आएको छ डिसेन्ट्रलाइजेसन। हामी फेडरलिजममा डिसेन्ट्रलाइजेसनको कुरा गर्दैछौँ।
यो प्रदेशका न्याय प्रणालीको सुदृढीकरणका कुरा गर्दैछौँ। उनीहरूलाई चाहिँ सबल नबनाउनेमा जम्मै काम फेरि केन्द्रमै आउनुपर्ने हुन्छ। सबल बनाउने हो भने फेरि सेन्ट्रलाइज यो के अरे कन्स्टिट्युसनल कोर्ट खडा गर्दाखेरि जनताले फेरि न्यायबाट विमुख गर्ने, पहुँचलाई इन्कार गर्ने अवस्थाहरू रहन्छ भन्ने मलाई लाग्दछ। त्यसकारण मेरो निचोडमा म यहाँ के अनुरोध गर्न चाहन्छु भने यो नेपालको संविधान बन्दैछ, नेपालको न्याय प्रणाली नेपाली जनताको लागि खोजिँदैछ। त्यसैले यहाँ नेपाली मन बोल्नुपर्छ, नेपाली आवश्यकता बोल्नुपर्छ। सिकाइएको कुरा होइन, सिकेका कुराहरू, जानेका कुराहरू हामीले यहाँ भन्न सक्नुपर्छ। हाम्रो संविधान हाम्रै संविधान हुनुपर्छ। त्यस कारणले अहिले चाहिँ मेरो पक्षमा लास्टमा मेरो भनाइ के हो भने सम्मान्य प्रधान न्यायाधीशलाई बहुत बेर पर्दाखेरि कन्स्टिट्युसनल बेन्च नै चाहे एउटा प्रोग्रेसिभ स्टेप फरवर्ड हुनसक्छ। अनि यो जुरिस्डिक्सन चाहिँ कन्स्टिट्युसनमै लेखिदिनु होला, के कुरा हेरिदिने हो, प्रोसिड्युर कानुनद्वारा निर्धारित हुन्छ भनेर चाहिँ आफ्नो लगाममा राखिदिनु होला। न्यायाधीशहरू को हुने भन्ने कुरा जो एपोइन्टिङ अथोरिटी हो त्यहीबाट भनिदिनु होला। दुईवटा संस्था बनाउन सकिन्छ, अपोइन्टमेन्ट कमिसन र कम्प्लेन्ट हियरिङ कमिसन। बेलायतमा छुट्टा दुईवटा संस्था बनाएको छ, अपोइन्टमेन्ट कमिसन छुट्टै र कम्प्लेन्ट हियरिङ अर्थात् डिसमिसल कमिसन छुट्टै। त्यस्तो किसिमको संस्थाहरू खडा गर्न सकिन्छ। र यति समयभित्र मुद्दा छिन्नपर्छ, चाँडो छिन्नुपर्ने हो भने त्यो टाइमको डेडलाइन पनि लेखिदिनु होला र भनिदिनु होला के भने अदालतका खर्चहरू राज्यले बेहोर्छ भनिदिनु होला। भनिदिनु होला के हो भने फैसलाहरू चाहिँ राज्यले कार्यान्वयन गर्छ भनेर लेखिदिनु होला। अदालतले आफ्नो फैसला आफू कार्यान्वयन गर्ने होइन नि। जसरी सभासदज्यूहरूले आफूले बनाएको कानुन आफू कार्यान्वयन गर्न सक्नुहुन्न, त्यसै अदालतले पनि सक्दैन, राज्यको जिम्मामा। त्यस कारण त्यो पनि गरिदिनु होला। र अझ एउटा कुरा म भन्न चाहन्छु कि गरिब एउटा सर्टेन जुन ब्र्याकेट वर्ग छ त्यसलाई कोर्ट फी लिने छैन, तिमीलाई पब्लिक डिफेन्सको सर्भिस दिनेछु, तिमीलाई त्यहाँ लिगल एडको सर्भिस दिन्छु, संविधानमै लेखिदिनु होला। एउटा ब्र्याकेटसम्म भन्न सकिने प्रोग्रेसिभ कुराहरू छन्। तर यी सबै कुराको विकल्प नसोचिकन हामीले रहर नगरौँ। संविधान नेपालको सन्दर्भमा, म विदेशको कुरा गरिरहेको छु, नेपालको सन्दर्भमा संवैधानिक अदालत रहर हुन सक्छ, आवश्यकता नहुन सक्छ। यो चाहिँ टेस्टेड इस्यु होइन, यो जोखिम नलिउँ र यसलाई काइन्ड कन्सिडरेसन यो हाउसको चाहिँ अन्तर्गतमा रहोस्। यो अनुरोधका साथ मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।